हेलो साथीहरु, गुड मर्निङ सबैलाई। अनि फ्यापुलो आज चाहिँ मैले चाहिँ के गर्दैछु भने चाहिँ नि आज चाहिँ मैले चाहिँ नि घर साफ सफाई गर्दैछु। घरमै झार पलाएर केही छैन गाइस, यहाँ हेर्नु घरमा चाहिँ झार पलाएर केही छैन। घर चाहिँ सबै पुरिन आँटिसक्यो गाइस। झारले डेली सफा गर्नु पाइँदैन दोकानले गर्दा। आज चाहिँ मैले दोकान बन्द गरेरै साफ सफाई गर्दैछु। यहाँ हेर्नु न, मुलतिर पनि झार पलाएर केही छैन। डेली सफा गर्नु पाइँदैन, दोकाने मान्छे, दोकानमै बिजी हुन्छु। यहाँ अलिअलि भएको फुल पनि घाँसले नै घेरिसक्यो। यो दोकान भएपछि घरको साफ सफाइमा ध्यानै दिनु पाउँदैन, दोकान बेचेकोले नै हत्तु हुन्छ। त्यही भएर आज चाहिँ दोकान बन्द गरेर चाहिँ साफ सफाई कार्यक्रम गर्दैछु म चाहिँ। तपाईहरु चाहिँ के गर्नुहुँदैछ कमेन्ट गर्नुहोस् ल। बाई बाई, ह्याभ अ नाइस डे।